अखिल नेपाल फुटबल सङ्घ एन्फामा आर्थिक विषयमा छानबिन गर्न सुरु भएसँगै अध्यागमन विभागले अध्यक्ष पङ्कज विक्रम नेम्बुहाङसहित 24 जनाको पासपोर्ट गत शुक्रबारदेखि कालो सूचीमा राखेको छ। तर एन्फाकै कर्मचारी रहेका एन्फाका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्द्रमान तुलादार भने कालो सूचीमा परे पनि सुटुक्क क्यानाडा पुगेका छन्। एन्फा स्रोतका अनुसार उनी भारतीय बाटो हुँदै आजदेखि सुरु हुने 76औं फिफा कङ्ग्रेसमा सहभागी हुन क्यानाडा पुगेका हुन्। एन्फा अध्यक्ष र कर्मचारीसहित 24 जनाको पासपोर्ट विभागले कालो सूचीमा राखेको थियो। तर उहाँ इन्द्रमान भने खोइ कसरी मङ्गलबार नै काठमाडौँ, भद्रपुर, सिलिगुडी हुँदै भ्यान्कुवर क्यानाडा पुग्नु भएको छ। एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने। तुलादार सङ्कटा क्लबका अध्यक्ष समेत हुन्। 2063 सालदेखि उनी लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका छन्। 2079 असारमा भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पाको प्यानलमा उनी पनि थिए। तर कर्मा छिरिङ अध्यक्षमा पङ्कज विक्रम नेम्बुहाङसँग पराजित भएपछि तुलादारको एन्फाबाट बहिर्गमन भएको थियो। तर 2 पुस 2080 खुला प्रतिस्पर्धाको निर्णयलाई छलेर नेम्बुहाङ नेतृत्वको कार्यसमितिले तुलादारलाई सिधै सिइओमा नियुक्त गरेको थियो। त्यस यता उनी एन्फाका कर्मचारीको हैसियतमा काम गरिरहेका थिए। यद्यपि राष्ट्रिय खेलकुद परिषद राखेपले उनी कार्यरत एन्फालाई गत 11 चैतमा 3 महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि एन्फामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि राखेपले छानबिन गर्न भन्दै कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा 3 सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्बुहाङ सहितका पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न पत्रचार गरेको थियो। उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेपछि अध्यागमन विभागलाई पत्र पठाएर 24 जनाको पासपोर्ट कालो सूचीमा राखिएको थियो। तर तुलाधार भने पासपोर्ट कालो सूचीमा परेकै बेला भ्यान्कुवर पुगेका हुन्। उनीसँगै जाने तयारीमा रहेका अध्यक्ष नेम्बुहाङ भने काठमाडौँमै रोकिएका छन्। पङ्कजजी भने जाने तयारीमा हुनुहुन्थ्यो। तर अध्यागमन विभागबाट पासपोर्ट कालो सूचीमा परेपछि उहाँ रोकिनु भएको छ। तर सिइओ भने भ्यान्कुवर पुगिसक्नु भएको छ। उहाँले नै कङ्ग्रेसमा भाग लिनुहुन्छ। पङ्कजजी भने भर्चुअल उपस्थिति जनाउनुहुन्छ। ती एन्फा पदाधिकारीले भने। Extreme Energy Drink.